यहाँ यो चाहिँ बवाल दामी छ भ्यू नै एकदम दामी डाँडाको नि मजा हावा पनि त्यस्तै बवाल आउने यो ठाउँमा चाहिँ हामी स्विमिङ झर्ना आएको अनि बाटो पनि राम्रो छ एकदम बवाल यस्तो छ त्यहाँ चिसो आउने होइन त दिलीप सर बवाल चिसो छैन त चिसो छ यसो अब चाहिँ टक्क जानुपर्छ होइन अब लगभग जक्सन हाम्रो आइपुग्न लाग्यो दामी छ उता गएपछि देखाउँला बाँकी कुरो अगाडि छन् हाम्रो केटाहरू टोलीहरू अगाडि छन् ऊ त्यता पुगिरहेको ऊ दुईजना या दामी छ यार यो झर्ना यो ठाउँ चाहिँ दामी लाग्यो मलाई यो ठाउँहरू दामी लागेर साइडमा हल्का फुल्का खोला टक्क आयो हल्का बगाउँछ क्या हौ टक्क गाउँ आइपुग्यो सरल माथि यो दामी छ यो गाउँ चाहिँ अर्को मानुङकोट जस्तै छ त यार के हो यो ठाउँ के मानुङकोट अनि त्यो बन्दीपुर जस्तो के टक्क घर यता त्यस्तै लागेर दामी छैन त यो ठाउँ पर्नु त ओभर मजा आउँछ माथि हिउँसिउ पर्ने होइन अनि टक्क बेलामा माथि हिउँसिउ पर्छ होला बवाल छ ल यतिको चाहिँ हुनु यतिको ठाउँमा चाहिँ घर हुनुपर्छ क्या होइन यतै लिइदिनुपर्छ क्या एग्रीबाट है राख्नुपर्छ क्या हो त्यसो दिलीप सर आँट्ने हो त ठाउँ चाहिँ बवाल छ यो हाम्रो केटाहरू गइरहेको छ यो त्यो दुइटा यो हाम्रो केटाहरू अनि त्यही माथि जाने हो अन्जित सर अगाडि हामी दाइ त्यही बाटो हो आयो खोलामा टक्क यो दामी हिउँहरू हिमालहरू पढेको छ ओहो खोला त बवाल छ धेरै यस्तोमा चाहिँ नुहाइन्न होला अब हामी नुहाउनु भ्याउँदा होइन भने खोला चाहिँ खतरा ठुलो आइरहेको रहेछ ओहो सेट म्यान यो त औडै छ त यार यो पानी त डेन्जर छ ल यस्तो खोला आइरहेको छ माथिबाट गाइस यहाँ माथिबाट आउँछ